मैले चाहिँ ल यो चाहिँ रियलमीको नोट 60X हैन। आज चाहिँ मैले चाहिँ मेरो बुढीको लागि चाहिँ मैले एउटा गिफ्ट दिनलाई चाहिँ किनेको छु। अब यो यसमा के छ हेरौँ है त है। यो अहिले आएको नयाँ भर्जन हो हैन रियलमीको, राम्रो छ, सस्तोमा हो यो। फेरि यसको प्राइस चाहिँ तपाईँले गुगल पनि गर्न सक्नुहुन्छ, 13,500 हो। यसमा हेरौँ है त, चट्ट लाएर यो एउटा यसमा यो पिन भइहाल्यो। यसमा एउटा कभर आउँछ हैन, सेटमा कभर आउँछ। अनि त्यसपछि यसमा चाहिँ क्विक गाइड भन्ने आउँछ, यसमा बुकहरू आउँछ हैन, गाइड बुक आउँछ यसमा। अनि ल हेर्नुहोस् यो मोबाइल भइहाल्यो, यो मोबाइल भइहाल्यो। दामी छ नि यो त है, कलर बबाल छ। रियलमीको सस्तो सेट हो है, 13,500 मात्र। राम्रो छ है, न्यू भर्जनमा आएको हैन। यसमा उहाँले यसमा तपाईँहरूलाई यसमा एउटा ग्लास लगाइदिनुहुन्छ उहाँले, एउटा कभर। अनि तपाईँको यो डाटा केबल भइहाल्यो हैन, डाटा केबल। अनि यो चार्जर छ तपाईँले यसमा। राम्रो छ यो। यसमा दुईटा कलर आउँछ, एउटा ब्ल्याकमा अनि एउटा यसमा छ हैन, ग्रेमा छ। यसमा यस राम्रो छ, मलाई नि मन पर्यो। यसमा अब यो कभर छ, कभर लगाइहेरौँ है। वाउ क्या दामी देखिन्छ, दामी छ नि। मैले चाहिँ मेरो बुढीलाई चाहिँ यो गिफ्ट दिन लागेको छु। अहिले म ड्युटीबाट छुटेर गएर चाहिँ राति 10 बजे घर पुग्दा 11 बज्छ। अनि 11 बजे उठाएर अनि बुढीलाई सरप्राइज गर्छु कि यो मोबाइल। अब धेरै महँगो त किन्न सकिँदैन, तर सस्तो भने बबाल छ यो। फेरि 4GB ऱ्याम छ, 64GB छ। अनि यसमा एक्स्ट्रा पनि आउँछ, यो गाइड बुक हो। यसमा उहरू हेर्नु सक्नुहुन्छ। यसलाई म प्याक गर्छु। अब किन्नुहोस्, मन पऱ्यो भने आउनुहोस्, राम्रो छ, बवाल छ है त। म चाहिँ मेरो बुढीलाई गिफ्ट गर्दैछु। वाउ दामी छ। के भन्छ अरे बुढीलाई फर्स्ट टाइम गिफ्ट दिँदैछु। हेलो बुढी, उठ नि, के ल्याइदिएको छु? एउटा गिफ्ट ल्याइदिएको छु कि मैले। साँच्चै हो र? साँच्चै हो। खुसी गऱ्यो, हाँसी गऱ्यो नि।